एसबीएस टेलिभिजनमा जन सवाल कार्यक्रममा सबैभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजलपा स्वागत लस्कुस अनि अभिवादन। समसामयिक विषयमा सरोकारवाला व्यक्तित्वसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने जन सवाल कार्यक्रममा आज हामीले निर्वाचनसँग सम्बन्धित भएर कुराकानी गर्नेछौँ। निर्वाचन आयोगका प्रमुख आयुक्त डाक्टर अयोधी प्रसाद यादवलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। डाक्टर अयोधी प्रसाद यादवजी, जोजलपा नमस्कार। 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 निर्वाचन भइरहेको छ। संविधान अनुसार स्थानीय तहको निर्वाचन तेस्रो चरणसम्म सम्पन्न भयो। अब कुरा आएको छ यो निर्वाचनको क्रममा आचार संहिताको कुरा, निर्वाचन आयोगले नै आचार संहितालाई पूर्ण रूपमा पालन गर्न सकेन, सरकारको दबावमा निर्वाचन आयोग अलिकति प्रेसरमा पर्यो भन्ने कुरा आइरहेका छन्। के हो वास्तवमा? एउटा कुरा त यहाँलाई आग्रह गर्न चाहन्छु कि हामीले आचार संहिताको पालनबाट नै स्वतन्त्र स्वच्छ निर्वाचन पहिलो चरणको सम्पन्न गरेका छौँ। आचार संहिताको पालन पूर्ण रूपमा नभएको भएदेखि यो अवस्था अहिले यहाँले जुन 3 चरणको निर्वाचनको जुन परिणाम कति शान्तिपूर्ण सौहार्दपूर्णबाट स्वतन्त्र स्वच्छ निष्पक्ष निर्वाचनको हामीले प्राप्त गरेका छौँ। यो ऐतिहासिक स्थानीय तहको निर्वाचन हो। अब यसमा आचार संहिताको विषय धेरैसँग जोडिएको विषय हो। पहिलो कुरा त नेपाल सरकारले निश्चित रूपमा यसलाई 100% पालन गर्न सकेको छैन। यो इलेक्ट्रोल सिस्टमले गर्दाखेरि पनि हो र पोलिटिकल सिस्टमले गर्दाखेरि पनि हो। अर्को हाम्रा विभिन्न सरोकारवालाहरू पनि छन्। ती सरोकारवालाहरू पनि आचार संहिताको पूर्ण पालन गर्न सक्ने भएको छैन। तर उहाँले पालन गर्नुभएको छ। राम्रो अभ्यासको सुरुवात भएको छ। आचार संहिताको कतिपय जानकारी प्राप्त नभएको, जानकारी भएर पनि त्यसलाई प्रयोग गर्न सक्ने कठिनाइ भएको धेरै विषयहरू छन्। तर सबैले पालन गरेका छन् र आचार संहिताको पालनलाई निरपेक्ष रूपमा लिनु हुँदैन। यो एउटा सापेक्षिक विषय हो। कतिपय अवस्थामा यसले जोडेर हेर्नुपर्छ। मलाई 64 पनि मैले आचार संहिताको संयोजक थिएँ, 70 आचार संहिताको समितिको संयोजक थिएँ, निर्वाचन विवाद निरूपणको संयोजक थिएँ। तपाईँले 64 को वालिङ पोस्टिङ ब्यानर ठुल्ठुला जुन हेर्नुभएको थियो, 70 थिएन। त्यो धेरै सुधार हो। अहिले गाउँपालिका नगरपालिकाको निर्वाचन, स्थानीय तहको निर्वाचनमा वालिङ त कतै पनि देखिएन, ब्यानर पनि झुन्ड्याएको रोडमा देखिएन। अब सानातिना कुराहरू उहाँहरूले इनभिजिबल कुराहरू केही गर्नुभयो खास ठाउँहरूमा। त्यसैले आचार संहिता प्रति नै यहाँको हाम्रो मिडिया लगायतको साथीहरूको छ, आचार संहिता धेरै उल्लङ्घन भयो। तपाईँ आफै विचार गरिदिनुहोस् न, तपाईँ आचार संहिता पालन कतिको गर्नुभयो? जुन कोड अफ कन्डक्ट मिडियाको छ, मिडियाको पनि कोड अफ कन्डक्ट छ र निर्वाचन आयोगले पनि मिडियाको लागि केही कोड अफ कन्डक्ट जारी गरेको छ। अब ती सबै कुराहरूको स्वतन्त्र रूपमा निष्पक्ष रूपमा मिडियाका साथीहरूले पालन गर्न सक्नुभएको छ? 100% त छैन। त्यसकारण यो चाहिँ सबै क्षेत्रबाट चाहिँ पूर्ण रूपमा पालन भएको छैन। तर पालन भएको तुलनात्मक रूपमा पहिला भन्दा पालन राम्रो भनेर यो सँगसँगै जोड्दाखेरि सरकारको मन्त्रीमण्डल विस्तारको सवाल, सरुवाको सवाल, कर्मचारी सरुवाको सवाल, त्यसमा चाहिँ निर्वाचन आयोग पनि मुछिएका कुराहरू पनि आएका छन्। के हो त यो? त्यही त, त्यो के हो भने अब यो त डेमोक्रेटिक सिस्टम जुन छ, पोलिटिकल मल्टी पार्टी डेमोक्रेटिक सिस्टम। अब धेरैसो डेमोक्रेटिक कन्ट्रीहरूमा अब गभर्मेन्ट जुन छ त्यो अब मेजोरिटी गभर्मेन्ट या पार्टी गभर्मेन्ट नै हुन्छ डेमोक्रेसीमा। त पार्टी गभर्मेन्ट हुँदाखेरि त्यो इलेक्सनको बेलामा त्यो नेसनल रिसोर्सेसहरू र पावरको पनि कतै कुनै रूपमा त्यसलाई प्रयोग गर्न प्रयास गर्छन् र त्यसैको लागि हामीले हवेलदारी गर्छौँ। निर्वाचन आयोगले हामी गरिराखेका छौँ, रोक्ने अधिकतम प्रयास गरेका छौँ। त अब नयाँ कन्सेप्ट त्यसैले के आएको छ भने कि हामीले क्याटेगोरी गभर्मेन्ट राख्नुपर्छ निर्वाचनको बेलामा। एउटा काम चलाऊ सरकार
निर्वाचन सम्पन्न भएपछि त्यसपछिको सरकार त रिप्रेजेन्टेटिभको सरकार हो, संसदमा जसको मेजोरिटी हुन्छ या जुन प्रक्रिया हो सरकार फर्म गर्ने त्यो अनुसार गठन हुन्छ। तर निर्वाचन आयोग र निर्वाचनको मिति घोषणा भइसकेपछि हाम्रो लागि आवश्यक हुन्छ एउटा क्याटेगोरी गभर्मेन्ट। त्यो क्याटेगोरी गभर्मेन्टको प्र्याक्टिस भइदियो भने यस्ता कुराहरू हुने थिएन। अब जुन किसिमबाट मन्त्रीमण्डलको गठन भयो, नयाँ प्रधानमन्त्री आउनुभयो, त्यसपछि फेरि मन्त्रीमण्डलको विस्तार भयो, दुईचोटि, तीनचोटि, चारचोटि। अब यसप्रति निर्वाचन आयोगको निश्चित रूपमा हामीले यसलाई दुःखद मानेका छौँ। यो दुःखद कुरा हो, डेमोक्रेसीको लागि यो राम्रो अभ्यास होइन। त्यसैले त्यसको प्रति हामी नेपाल सरकारलाई पनि आफ्नो विज्ञप्ति मार्फत गम्भीर ध्यान आकर्षण गराएका छौँ, आपत्ति पनि जनाएका छौँ, दुःखद कुरा हो भनेर भनेका छौँ। र भेटघाटमा पनि हामीले माननीय मन्त्रीजीहरू, सम्माननीय प्रधानमन्त्रीलाई पनि यसको आग्रह गरेका छौँ कि यो आचार संहिता विपरीत भयो, यस्तो नगरिदिनुहोस्। गर्नु आवश्यक छ, राज्य सञ्चालनको लागि त आवश्यक पनि कतिपय हुन्छ नि, सचिव सरुवा गर्नुपर्छ, कतिपय ठाउँमा के भने जिएमहरू नियुक्त गर्नुपर्छ, डिजिएमहरू नियुक्त गर्नुपर्ने हुन्छ, कतिपय ठाउँमा अब संस्थाका प्रमुखहरूलाई राख्नुपर्ने हुन्छ। यी सब अति आवश्यक, राज्य सञ्चालनको लागि अति आवश्यक विषयहरू हुन्, जुन विषयहरूलाई निर्वाचन आयोगले रोकिदियो भने राज्य थप पनि हुन्छ। त्यसकारण सबै केही विषयहरूमा निर्वाचन आयोगसँग सल्लाह गरेर हामीले त्यस्ता कुराहरूको लागि हामीले सहयोग गरिराखेकै छौँ, त्यो आवश्यक पनि हुन्छ। अब त्यसकारण के भने नेपालमा अहिले अर्को कुरा सामान्य अवस्था छैन, असामान्य अवस्था छ। एकातिर बाढी पहिरोले, एकातिर यो वर्षाको टाइममा तपाईँको हिमाली पहाडी जिल्लाहरूमा ल्यान्डस्लाइड, यसले गर्दाखेरि एउटा असामान्य परिस्थितिको अवस्थामा निर्वाचन भइराखेको छ। यो निर्वाचनको मौसम होइन, निर्वाचनको महिना होइन यो असोज 2 गते। तर पोलिटिक्सले यसलाई ल्याउँदै यहाँसम्म ल्याइदियो र हामीले सम्पन्न गर्यौँ निर्वाचन, नेपाली जनता सबै मिलेर। त्यसकारण यो आचार संहिताको विषय ज्यादै गम्भीर विषय हो र व्यापक रूपमा सबैसँग उठिराखेको छ र निर्वाचन आयोगले अधिकतम प्रयास गरेको छ नेपाल सरकारले आचार संहिता पालन गरेर आफ्नो दैनिक प्रशासन काम गर्नको लागि। र यहाँहरूको सहयोग रह्यो भने हैन त हामी त निश्चित रूपमा सफल हुन्छौँ आचार संहिता पालन गर्नमा। मिडियाको साथीहरूको सहयोग हामीलाई प्राप्त भएको छ र हामी चाहन्छौँ पनि निरन्तर यो सहयोग प्राप्त होस्। अब मङ्सिर महिनामा अर्को चुनाव हुँदैछ, प्रदेश सभा र प्रतिनिधि सभाको। त्यसको लागि तपाईँले सार्वजनिक रूपमै बोल्नुभयो कि एउटा कार्यक्रममा यो दसैँ तिहार छठ जस्ता नयाँ वर्ष जस्ता कार्यक्रममा शुभकामनाका चियापानका कार्यक्रम गर्न पाउने छैनन् र कडा कारबाही हुनेछन् भन्ने तपाईँले अभिव्यक्ति दिनुभयो, एक ढङ्गको चेतावनी दिनुभयो। के हो अब दसैँ तिहारमा राजनीतिक पार्टीको झन्डा राखेर मात्र गर्न नपाउने हो कि अरूले गर्न पाउने हो कि के हो त? यो विषयमा मान्छेहरूलाई अलिकति कन्फ्युजन केही छैन। हामी देखिराखेका छौँ प्रत्येक राजनीतिक दलहरू होइन, सो राजनीतिक दलहरूले यो चियापान समारोह दसैँ तिहार छठसम्ममा गर्छन् र त्यो सामान्य कुरा हो, त्यसलाई हामी समान रूपमा लिएका छौँ। तर यो वर्ष भनेको निर्वाचनको वर्ष हो र मङ्सिर 10 गते निर्वाचन हुँदैछ। भर्खर हामीले 2 गतेको निर्वाचन सम्पन्न गर्यौँ, आचार संहिता लागू भएको छ। त्यो आचार संहिताको बेलामा यो शुभकामना आदान प्रदान गर्ने र चियापान समारोह गर्ने काम गर्नु हुँदैन। यसलाई आचार संहिताको विपरीत हुन जान्छ। त्यसकारण आचार संहिता अनुकूल नै सबैले गर्नुपर्छ। त्यसमा सार्वजनिक रूपमा सार्वजनिक स्थानमा त्यस किसिमबाट चियापान समारोहहरू गर्नु हुँदैन। यो कुराको पनि हामीले विचार गर्नुपर्छ। सार्वजनिक यहाँ ठुल्ठुला सार्वजनिक स्थानहरू छन्, ठुल्ठुला बेलाहरू हुन्छन्, सार्वजनिक स्थानमा सार्वजनिक किसिमबाट गर्नु हुँदैन। राजनीतिक दलहरूले यी सब कुराहरूमा विचार गर्नुपर्छ। यो त डेमोक्रेटिक नर्म एन्ड भ्यालुभित्रको कुराहरू हुन्, यो गरिदियो भने राम्रै हुन्छ नि त। भन्दाखेरि चाहिँ ब्यानर नराखिकन, चुनावी चिन्ह नराखिकन केही राखेर गरियो भने त्यो चिज चाहिँ आचार संहिताभित्र पर्दैन हो? होइन, ब्यानर राख्नु पनि राखेर नराखेर कुरा भएन नि त। आखिर व्यक्ति त त्यही हुन्छ नि त। लुगाले महत्त्वपूर्ण कुरा राख्दैन नि त, व्यक्ति त महत्त्वपूर्ण कुरा हुन्छ नि त। कोट फेर्दैमा सर्ट फेर्दैमा त्यो व्यक्ति फेर्दैन त्यहाँ। त्यो ब्यानर झन्डाको कुरा त अलग कुरा हो, त्यो त राख्नै पाइँदैन। तर कुनै पनि राजनीतिक दल अब कार्ड बाँडिन्छ नि त, यहाँ विभिन्न राजनीतिक दलको नाममा कार्ड बाँडिन्छ होइन। कार्ड बाँडेर निश्चित समयमा सबैको भेला गर्ने, चियापान समारोह, भेटघाट, यो असल पक्ष त हो। यसमा सोसलाइजेसनको दृष्टिकोणबाट एउटा कोअपरेसन कोअर्डिनेसन एउटा को दृष्टिकोणबाट यो एउटा राम्रो इन्भाइरोमेन्ट क्रिएट गर्नुलाई राम्रो त हो। तर यो निर्वाचन छ नि यसपालि,
त यसपालिको लागि यो कुराको हामीले त्याग गरौँ। निर्वाचन पार्टीलाई मात्रै चाहिँ यो बन्देज हो, अरू सवालमा सामाजिक सङ्घ संस्थाको नामबाट गरियो भने है सामाजिक सङ्घ संस्थामा पनि त तपाईँले त राजनीतिक व्यक्तिहरू हुन्छ नि त, कतिपय सामाजिक संस्था कुनै पनि सङ्घ संस्थाले पनि गर्न नपाउने हो, पाउँदैन। सङ्घ संस्था पनि त आचार संहिताको परिधिभित्र पर्छ नि त, आचार संहिता को माथि लागू हुन्छ भन्ने कुरा। कुनै पनि संस्थाले यस्तो गर्न पाए, त्यो संस्था यदि विशुद्ध संस्था छ भने, कुनै राजनीतिक पूर्वाग्रही आग्रहबाट पीडित छैन, त्यो संस्था निश्चित सामाजिक संस्था हो भने त्यो संस्थाले चियापन किन आयोजना गर्नु पर्यो? सामाजिक संस्था भन्दा समाजको विकासको लागि हो, समाजको विकासको लागि सामाजिक संस्था हो भने चियापन समारोह किन गर्नु पर्यो? चियापन समारोहबाट सामाजिक संस्थाले गर्नु हुँदैन। त्यसकारण कि पर्व तिहारले रोकेका छैनौँ हामी, चाडपाड छ, मान्छेले पनि मनाउँछन्, टिका दिनमा अब घरमा खानपिन गर्छन्, ती सबैले त साना कुराहरूलाई रोकेका छैनौँ नि। तर यस किसिमबाट अब विभिन्न जिल्लामा केन्द्रमा ठुल्ठुला समारोह गरेर चियापान समारोहको नाममा यस किसिमबाट यसलाई रोक्नुपर्छ। यो सिस्टम राम्रो भएन, त्यो आचार संहिता विपरीत हो, यसलाई म त रोक्छु। यो चुनावकै प्रसङ्गको कुरा गर्दाखेरि अब प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ मङ्सिर महिनामा। तपाईँले यो त एक समयमा यस्तो अधान लिनुभएको थियो कि दुईटै निर्वाचन एकै समयमा कुनै पनि हालतमा गर्न सकिन्न, निर्वाचन आयोग यो पक्षमा छैन भनेर अधान लिनुभएको थियो। तर पछिल्लो समयमा त यो चिजलाई स्वीकार गर्नुभयो भन्दाखेरि राजनीतिक पार्टी सरकारको दबावको कारणले चाहिँ यो चाहिँ पछि स्वीकार गर्नुभएको कि के हो त? होइन, राष्ट्रको लागि स्वीकार गरेको, राष्ट्रको लागि या निर्वाचन राष्ट्रको पहिले होइन गर्न नसक्ने कुरा के थियो भने, यो कुरा त वास्तविक रूपमा संविधानमा जुन व्यवस्था छ संवैधानिक अनुसार सबै निर्वाचन चरणबद्ध रूपमा हुनुपर्छ। यो कुरा त बुझ्नुपर्छ, हाम्रा आम श्रोताले, नागरिक समाजलाई, विद्वान साथीहरूलाई, राजनीतिक दललाई सबैले बुझ्नुपर्ने विषय हो यो। के भने संविधान जुन व्यवस्था छ स्थानीय तहको गरौँ, त्यसपछि प्रदेशको गरौँ, त्यसपछि राष्ट्रसभाको गरौँ, त्यसपछि प्रतिनिधि सभाको गरौँ। प्रतिनिधि सभा गरेपछि सङ्घीय संसद कम्प्लिट हुन्छ र त्यसमा संविधान अनुसार प्रतिनिधित्वको जुन अवस्था छ अहिले आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम र महिलाको प्रतिनिधित्वको सवाल छ। पिछडिएको क्षेत्र, अपाङ्गता, यी सबैको सुनिश्चितता गरेको छ। तर महिलाको प्रतिनिधित्व 33% पुर्याउनु पर्ने कानुनी व्यवस्था छ, संवैधानिक व्यवस्था छ। अब यस किसिमबाट तपाईँ यदि चरणबद्ध निर्वाचन गर्नु सक्नु भएन भने महिलाको 33% इन्स्योर्ड हुँदैन। म त्यो पनि भन्दै आएको छु। अहिले तपाईँ हेर्नु होला, अहिलेको प्रदेश सभाको निर्वाचन हुन्छ, प्रदेश सभाको निर्वाचन हुन्छ, महिलाको 33% हुन सक्ने अवस्था देखिँदैन, त्यो अवस्था छ। त्यसकारण आयोगले के भनेको थियो भने गरौँ, छुट्टै गरौँ, एउटा चरणबद्ध निर्वाचन हुन्छ र त्यसपछि त्यो सबैको प्रतिनिधित्व जुन छ सुनिश्चित हुन्छ संविधान अनुसार, त्यो हामी गर्दै जाउँ भनेर हामी भन्दै आएका छौँ। गर्न सकिँदैन, अप्ठ्यारो छ भन्दै आएका थियौँ। तर राष्ट्रले माग गरेको होइन, दुइटै एकैचोटि गरिदिए पनि हुन्छ भने त ठिकै छ। व्यवस्थापन गर्नको लागि निर्वाचन आयोगले खुट्टा कमाउँदैन नि त। हामी कति सक्षम छौँ, निर्वाचन आयोग त सक्षम छ नि त, होइन? निर्वाचन आयोगको सक्षमता देख्यौँ नि त कि पहिलो चरणको पनि स्थानीय तहको निर्वाचन यति छोटो समयमा हामीले सम्पन्न गरिदियो। अब राष्ट्रको आवश्यकता छ, पार्टीको होइन, यसमा राष्ट्रको आवश्यकता हो। दुइटै निर्वाचन, प्रदेश र प्रदेश सभाको निर्वाचन राष्ट्रको आवश्यकता हो, त्यो संविधानको आवश्यकता हो, संविधान कार्यान्वयनको विषय हो। त्यो नै यदि त्यसैमा सहमति हुन्छ भने निर्वाचन आयोगले त्यहाँ गएर अब जुन छ नि जलसूत्रवाद जस्तै खुट्टा अडाएर यो गर्नै सक्दैन भन्ने किसिम होइन कि हामीले व्यवस्थापन गर्न सक्ने क्षमता राख्नुपर्छ। क्राइसिस म्यानेजमेन्ट भनेको त्यही हो नि त। हामीले क्राइसिस म्यानेजमेन्ट गरेर त्यस किसिमबाट ल ठिक छ, हामीलाई अब प्रयास गर्नुपर्छ, हामी प्रयास गरिराखेका छौँ। अब प्रदेश र प्रतिनिधि सभाको दुइटै मिश्रित निर्वाचन प्रणालीलाई हामी 10 गते र 21 गते गरेर सक्छौँ, त्यसको कार्ययोजना बनाएर अगाडि बढिराखेका छौँ हामी। यसमा अन्यथा लिनु हुँदैन। निर्वाचन आयोगको आडान त छ, अहिले पनि हामी भन्दै आएका छौँ। यसले गर्दाखेरि तपाईँको महिलाको प्रतिनिधित्व सुनिश्चित हुँदैन। त महिलाको प्रतिनिधित्व सुनिश्चित भएन भने त भोलि गएर त संविधानकोमा भएको व्यवस्था अनुसार पनि महिलाको भएन भने त अप्ठ्यारो हुन्छ नि त। त्यसैले यी सब कुराहरूलाई पनि विचार गरेर हामीले त्यो कुरा भन्दै आएका थियौँ। तर अब राजनीतिक दलहरू, नेपाल सरकार, आम सरकारवाला सबैको चाहना के थियो भने यो प्रतिनिधि र प्रतिनिधि सभाको निर्वाचन एकैचोटि होस् भनेर। त्यसै कारण सबै कुराहरू फास्ट ट्र्याकमा भएको छ, हामी गर्दै गइराखेका छौँ। अब यसमा हामीलाई यहाँहरूले यस्तो प्रश्न जुन छ नि, यस्तो भन्नुहुन्थ्यो, अब यस्तो भन्नुभयो, त्यो त निर्वाचनको क्रममा र देशको पिरियडिकल इलेक्सन त छैन नि हामी कहाँ। पिरियडिकल इलेक्सन भइदियो भने मैले त्यो भन्नुपर्ने थिएन, सरकारले पनि त्यो भन्नुपर्ने थिएन। पिरियडिकल इलेक्सन छैन, संविधान कार्यान्वयनको पहिलो चरणको इलेक्सन हो। त्यसमा धेरै कुराहरू तलमाथि कुराहरू आउँछन् र फेरि सहमति, वार्ता, छलफल र हाम्रा सबै व्यवस्थापकीय दृष्टिकोणबाट कुराहरू मिलाएर हामी अगाडि बढिराखेका छौँ र बढ्नु पनि पर्छ अहिलेको अवस्थामा।
तपाईँहरू चाहिँ मङ्सिरमा चुनाव गर्दै हुनुहुन्छ। मङ्सिर महिना भनेको हिउँ पर्ने समय, एक ढङ्गको हिमाली क्षेत्रमा। त्यही समयमा तपाईँ चुनाव गर्दै हुनुहुन्छ। पहिलाको प्र्याक्टिस पनि अनुभव तपाईँसँग छ होला, मङ्सिर महिना चुनाव गर्दाखेरि कतिको गाह्रो भयो के भयो भन्ने कुरा अहिले पनि गर्दै हुनुहुन्छ। अब कसरी त्यसलाई मिलाउनुहुन्छ त? ज्यादै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। हामीलाई सम्झना छ, त्यसै कारण हामीले 2070 सालको मङ्सिर 4 गते निर्वाचन जुन गरेका थियौँ नि, संविधान सभाको निर्वाचन, त्यसमा नि 4 गते धेरैसो ठाउँमा यो मौसमको प्रतिकूलताहरू देखिएको थियो। त मौसमको प्रतिकूलतालाई नै विचार गरेर हामीले भनेका थियौँ कि मङ्सिरको पहिलो हप्ता यानि 4 गते नै पहिलो चरणको निर्वाचन गरौँ, प्रतिनिधि सभाको निर्वाचन गरौँ भनेर हामीले नेपाल सरकारलाई भनेका थियौँ। कि हामीले टाइमलाइन दिएका थियौँ नि, त त्यो अनुसार हुन सकेन। त अब नेपाल सरकारले 4 गते, अब नेपालको भूगोल बुझ्ने आयोग मात्रै होइन नि, तपाईँ पनि बुझ्नु भएको छ, नेपाल सरकार बुझ्नु भएको छ, मान्य मन्त्रीहरू पनि बुझ्नु भएको छ, सम्माननीय प्रधानमन्त्री पनि सबैले थाहा छ। सबैले थाहा छ भने अब 4 गतेको ठाउँमा एक दिनको तलमाथिले गर्दाखेरि पनि मौसम प्रतिकूल हुन जान्छ। त्यसकारण के भने 10 गते सारिएको छ, हामीले डरलाग्दो अवस्था छ। त 10 गतेको लागि हामीले उच्च पहाडी र हिमाली क्षेत्रको लागि जिल्लाहरू 32वटा जिल्लाहरूमा निर्वाचन गर्ने कुराहरू अहिले अगाडि बढिराखेको छ। र जहाँसम्म मौसमको प्रतिकूलता हुन्छ, हिमपात हुन्छ, हिउँ झर्छ, यस्तो अवस्थामा मतदाताहरू माथिबाट तल झरिराखेको हुन्छ। हामी सबैलाई आश्वस्त पार्छौँ, हाम्रो मतदान अधिकृत पनि जान सक्ने अवस्था हुँदैन, निर्वाचन अधिकृतलाई जान आवश्यकता अप्ठ्यारो हुन्छ त्यस्ता ठाउँहरूमा, जिल्लामा बस्नको लागि पनि। अब त्यसको लागि व्यवस्थापन त हामीले गर्नुपर्छ। हामीले त्यसको लागि त यातायातको लागि हेलिकप्टरको व्यवस्था गर्छौँ, त्यहाँ ड्रप गर्नको लागि हेलिकप्टर पनि नबढ्ने आवश्यकता हुन्छ। त्यसको लागि पनि हामीले पहिलेदेखि नै म्यानेजमेन्टलाई अब ट्राभलिङ म्यानेजमेन्ट कसरी गर्ने त, र त्यहाँ जुन यदि स्नोफल भयो भने त्यसबाट कसरी जोगिने त भनेर केही हामीले व्यवस्थापन दृष्टिकोणबाट हामीले चनाखो भएर गरिराखेका छौँ, हामी गर्छौँ। तर मुख्य विषय हो मतदाता। यदि त्यस्तो लोकेसनमा, त्यस्तो पोलिङ लोकेसनमा ठुलो हिमपात भयो, मतदाताहरू आउन सकेन भने यो एउटा समस्या हुन जान्छ। त्यति बेला जनताको मतदाताको सहभागिता भएन, मतदान हुन सकेन, त्यस्ता मतदान केन्द्रको लागि के गर्ने त्यो एउटा सोच्ने विषय हुन जान्छ। त्यसैको लागि हामीले पटक पटक भन्दै आएका थियौँ नेपाल सरकारलाई, यस्तो समयमा नगरौँ होइन, कार्तिकको लास्टमा या मङ्सिरको 1-2 गतेतिर 4 गतेतिर गरौँ भनेर। तर अब 6 दिन पछि सारियो यो 10 गते। अब मिति तोक्ने अधिकार तपाईँले पनि विचार गर्नुपर्छ कि निर्वाचन आयोगले छैन, त्यो मिति तोक्ने अधिकार नेपाल सरकारले छ। अब नेपाल सरकारले मिति तोकिदिएपछि निर्वाचन आयोगले अब त्यहाँ अब खुट्टा अडाएर त्यो हुँदैन भन्न मिल्दैन। त्यसकारण हामीले त्यसपछि भनियो कि अब 10 गतेको यस्तो अवस्थामा नेपाल सरकारले तोकिदियो भने अब यो हिमाली पहाडी क्षेत्रको व्यवस्थापन नै ज्यादै जटिल हुन्छ भने अरू क्षेत्रमा त हामीलाई अप्ठ्यारो होला। त्यसकारण यसलाई 2 फेजमा गरौँ। अनि 2 फेजमा हामीले आग्रह गरेपछि फेरि 21 गतेको 45वटा जिल्लाको लागि निर्वाचनको मिति तोकिएको छ। हेरौँ, भगवान्ले हाम्रो साथ दिएको छ अहिलेसम्म तपाईँले विचार गर्नुहोस् न, 14 गते असाढमा कस्तो पानी पर्ने बेला थियो, पानी परेन, कति राम्रोसँग इलेक्सन भयो नि त। त्यसै कारण हामीलाई भगवान्ले साथ दिएको छ। अहिले वर्षाको मौसममा मधेसमा प्रदेश नम्बर 2 मा निर्वाचनको वर्षाले कत्रो अप्ठ्यारो पार्ला भनेर राति पानी पऱ्यो। त्यो 2 गते त एकदम शान्त, सम्पूर्ण 8वटै जिल्लामा कति राम्रो मौसम थियो, तपाईँले विचार गर्नुहोस्। त्यसकारण के भने यस्तो अवस्थामा अहिले हामीले एक्लै छैन, तपाईँ अगाडि बढ्नुभयो भने भगवान्ले पनि साथ दिन्छ होइन। गड हेल्प्स दोज हु हेल्प देमसेल्फ। अब हामी खुट्टा बसेर यस्तो हुन्छ उस्तो हुन्छ भन्ने कुरा छैन नि त। अनेक उपायहरू छन्, प्रकृतिसँग सम्झौता गरेर जान सकिन्छ। त्यो कार्ययोजना बनाउँदैछौँ, हेरौँ के हुन्छ। तपाईँहरू अब चाहिँ प्रदेश सभा र प्रतिनिधि सभाको 2 चरणमा निर्वाचन गर्दै हुनुहुन्छ। यो चरणको कुरा गर्दाखेरि स्थानीय तहको निर्वाचन 3 चरणमा भयो। मानिसहरूले विश्लेषण गर्दाखेरि पहिलो चरणको नतिजाको कारणले दोस्रो चरणमा प्रभाव पर्यो, मतदातामा प्रभाव पर्यो, नतिजामा प्रभाव पर्यो, र तेस्रो चरणमा आउँदाखेरि संविधान संशोधनको मुद्दाको कारणले प्रभाव पर्यो भन्ने कुराहरू आइरहेका छन्। तपाईँलाई कस्तो लाग्छ के चाहिँ चरण गर्दाखेरि एउटा चरणबाट गरेको निर्वाचनको परिणामले अर्को चरणलाई चाहिँ कतिको प्रभाव पर्छ, त्यो विषयमा व्यवस्था गर्दै अगाडि बढ्ने हो? अहिले के भने अब हामीले पनि यो कुरा सोच्नुपर्छ। त्यसैले 31 वैशाखमै हामीले सबै निर्वाचन गरौँ भनेका थियौँ। त 31 वैशाखको निर्वाचन हुन नसकेपछि फेरि गएर यो 3 चरणमा निर्वाचन भयो। यो त एउटा विशेष अवस्था भएको हुनाले भएको हो। तर वास्तवमा निर्वाचनको चरणबद्ध निर्वाचन धेरै ठाउँमा हुन्छन्, गरिन्छ, फेज वाइज इलेक्सन हुन्छ। तर फेज वाइज इलेक्सनको फेरि काउन्टिङ हुन्छ नि, एकैचोटि हुन्छ।
तर यहाँ अब काउन्टिङ अवस्था 31 वैशाखको भयो। अब सबैलाई मतपेटिका राखेर 14 असाढ फेरि यहाँ 2 गते यो सबैले राख्न सकिन्छ? पोसिबल त व्यवहारिक हुँदैन। र जहाँसम्म बहुदलीय प्रणाली छ त्यहाँ राजनीतिक सङ्गठन राजनीतिक पार्टीहरूको आफ्नो छ, त्यसमा त्यतिको साह्रो अब परिणाम आइसकेपछि जनता प्रभावित हुन्छ भन्ने किसिमबाट शङ्का गर्नु हुँदैन। त्यो त कार्यक्रमको आधारमा निर्वाचन हुन्छ र मतदानको प्रक्रियाहरू हुन्छन् पोलिटिकल पार्टीहरूले। अब यसमा तर इन्टरनेसनल प्रायोरिटी छ, एकैचोटि हामीले फेज वाइज गरे पनि त्यो मतगणना एकैचोटि गरेर रिजल्ट दिनुपर्ने हुन्छ। यो कुरासँग म सहमत छु। तर अहिलेको नेपालको विशेष परिस्थितिले गर्दाखेरि हैन, तपाईँले 14 गते असाढमा नै निर्वाचन गरौँ, सरकारले 2 गते घोषणा गरिदिनु भयो असोजमा, त्यसको ठाडै मैले त्यति बेला नै मिडियाको मार्फत भनेको थिएँ कि यसमा हाम्रो पूर्ण असहमति छ। त्यो भन्दै पनि आखिर निर्वाचनको मिति सारिदियो। सारेपछि त्यसलाई अब निर्वाचन आयोगले सहजतापूर्वक लिएर सम्पन्न गर्नुपर्छ। त्यो निर्वाचन आयोगले हामी गर्दैनौँ भन्न मिल्दैन। यो त्यस कारण यो सबै कुरा गर्दाखेरि त तपाईँको राजनीतिक पार्टी सरकारले जुन चिज ल्याउँछ त्यसलाई कार्यान्वयन गर्ने मात्रै निर्वाचन आयोग हो, निर्वाचन आयोगको आफ्नो अध्ययन राख्न नसकिने भयो। तपाईँले भनेको कुरा ठिकै हो। अब कानुन बनाउने जिम्मेवारी कसको हो? यो देशमा जनप्रतिनिधिको हो। जनप्रतिनिधिले जस्तो कानुन बनाइदिन्छ त्यसैलाई टिकेर नै निर्वाचन आयोग अगाडि बढ्छ। अहिलेको अस्थानीयताको कानुन हेर्नुहोस्, निर्वाचन आयोग ऐन हेर्नुहोस्, मतदाता नामावली ऐन हेर्नुहोस्, सबै कुराहरूमा जुन किसिमको व्यवस्था छ त्यसले गर्दाखेरि निर्वाचन आयोगलाई संसदले दिएको कानुन र त्यही कानुनको आधारमा सरकारले पनि आयोगसँग गर्ने व्यवहार त्यो त स्वाभाविक हो। त्यो त गर्नै पर्छ नि त। अब सरकारलाई मिति तोक्ने घोषणा गर्ने अधिकार दिएको छ अनि हामीलाई सम्पूर्ण आवश्यक पर्ने निर्वाचनको लागि साधन स्रोत जनशक्ति दिने काम नेपाल सरकारको हो र उसले दिएन भने निर्वाचन गर्न सकिन्छ? आयोगले निर्वाचन गर्न सक्दैन नि त। त्यसकारण यो त के भने संसद सरकार निर्वाचन आयोग यो त्रिपक्षीय किसिमबाट जानुपर्छ। तर यी त्रिपक्षीयबाट जाँदाखेरि निर्वाचन आयोगले एउटा विशेष भूमिका पनि निर्वाह गर्दै आएको छ। त्यो के हो भने यो कानुन सम्मत सबै कुराहरूले मिलाएर हामी अन्य राजनीतिक दलहरूसँग पनि विभिन्न विषयमा सरसल्लाह लिन्छौँ, छलफल गर्छौँ, नागरिक समाजसँग पनि छलफल गर्छौँ, अगाडि बढिराखेका छौँ। तर यसकारण यहाँले जुन प्रश्न राख्नुभयो यो निश्चित रूपमा सान्दर्भिक छ, तर यो कानुनले बाँधेका छौँ हामी। भन्दाखेरि निर्वाचन आयोगलाई यदि निर्वाचनको मिति तोक्ने अधिकार दियो भने धेरै हदसम्म निर्वाचन आयोगले आफ्नै ढङ्गबाट काम गर्न सकिने भयो हो। 2-3वटा कुरा छ। मिति घोषणा गर्ने अधिकार त हामीले दियो भने त्यो सँगसँगै साधन स्रोत पनि हामीले प्रत्यक्ष रूपमा प्राप्त हुनुपर्छ संसदबाट नै। हाम्रो बजेट भनेको अहिले अर्थ मन्त्रालयसँग गुहार गर्नुपर्छ हामीले कि हामीले यति बजेट चाहियो, यति बजेट चाहियो। त्यो बजेटले समय उपलब्ध नभएपछि हामीले धेरै सो कामहरू गर्नलाई पनि अप्ठ्यारो हुन्छ। त्यसकारण यो मिति घोषणाको सँगसँगै हामीलाई के चाहियो भने बजेटको पनि व्यवस्था गर्न सक्ने आयोगले माग गरेको सम्पूर्ण बजेट हाम्रो जुन हुन्छ आउनुपर्छ, संसदबाट आउनु पर्यो नि त बजेट। अब त्यो बजेट अर्को हाम्रो जनशक्तिको रिटेन्सनको कुरा हुन्छ, इन्स्टिट्युसनल मेमोरीको कुरा हो। त्यो जनशक्ति पनि निर्वाचन आयोगले आफै व्यवस्थापन गर्न सक्ने किसिमको हुनुपर्छ। मिति घोषणा गर्ने हामी, जनशक्ति दिने नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय, अनि फेरि त्यहाँ गएर समस्या हुन्छ नि त हामीले। त्यसकारण मितिसँग जोडिएको विषयहरू जति छ नि ती सबैमा नेपाल सरकारले, निर्वाचन आयोगले, संसदले निर्वाचन आयोगलाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा विकास गर्नुपर्छ। अहिले पनि हामी स्वतन्त्र स्वायत्त छौँ तर पनि अझै पुगेको छैन। यतिले हुँदैन, यतिले। अब तपाईँले विचार गर्नुहोस् न, अहिले निर्वाचनको मिति घोषणा गर्ने कुरामा अब 5 वर्षको लागि फेरि यो संसदको निर्वाचन हुँदैछ। त्यसपछि कुन दिन निर्वाचनको मिति तोकिने भन्ने कुरा त निर्वाचन आयोगलाई पूर्ण रूपमा हामीले फलानु मितिमा निर्वाचन हुन्छ भनेर हामीले भनिदिएपछि त्यो अनुसार सम्पूर्ण कार्यक्रमहरू अगाडि बढिराखेको हुन्छ। निर्वाचन व्यवस्थापन त्यो अनुसार हुन्छ, आर्थिक व्यवहार त्यो अनुसार हुन्छ, लजिस्टिक म्यानेजमेन्ट त्यो अनुसार हुन्छ। यति हतारमा केही कुरा हुँदैन नि हामीले। अब हामीले हतारमा हुने कुरा त्यही हो नि त। हामी यहाँ पिरियडिकल इलेक्सन छैन, निर्वाचनको मिति घोषणा गर्ने, खर्च बर्चको सम्पूर्ण आर्थिक स्रोतहरू जुटाउने, जनशक्ति, यी सबै कुराहरू जुन छन् अरूमाथि नै निर्भर हुनु परेको हुनाले निर्वाचन आयोग संवैधानिक निकाय भएर पनि संवैधानिक रूपमा जति स्वायत्त र स्वतन्त्र हुनुपर्ने संस्था हो जुन अरू देशहरूमा छन् त्यो अनुसार हुन सकेको छैन। कहिले हुन्छ जस्तो आशा छ तपाईँलाई? अब तपाईँले विचार गर्नुहोस् न, तपाईँहरूमाथि निर्भर छौँ हामी। तपाईँहरूले हामीलाई अति स्वतन्त्र स्वायत्त संस्थाको रूपमा सहयोग गरिदिनु भएको छ। अब आशा गरौँ आउने दिनमा निर्वाचन आयोगले अझ बढी स्वतन्त्र स्वायत्त संस्थाको रूपमा विकास गरोस्। त्यसको लागि म अहिलेदेखि नै हाम्रो निर्वाचन आयोग लगायत हामी सहयोगसँग आग्रह गर्दैछौँ हामीहरूले
कि यसलाई मिति तोक्ने अधिकार, आर्थिक संसदबाट नै बजेट प्राप्त गर्ने डाइरेक्ट अधिकार, जनशक्तिको लागि निर्वाचन सेवाको व्यवस्था, यी सबै कुराहरू तीनवटा अति अत्यावश्यक कुरा हो। त्यसपछि यो कुराहरू भएपछि तपाईँको कुनै समस्या हुँदैन निर्वाचन आयोगमा, पिरियडिकल इलेक्सन फिक्स हुन्छ अरू देश जस्तै। अन्तमा यो जुन चाहिँ अब मङ्सिर महिनामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जुन हुँदैछ यो पनि शान्तिपूर्ण अहिले स्थानीय तहको निर्वाचन जस्तै हुन्छ भन्ने कुरामा तपाईँ आशावादी हुनुहुन्छ, सबै पक्षबाट सहयोग हुन्छ भन्ने कुरा आशा गर्नुभएको छ? यसमा आइ एम फुल्ली कन्फिडेन्ट। म अति ज्यादै यसमा जुन छ नि विश्वास छु, मलाई आत्मविश्वास छ। यसमा सबै राजनीतिक दलहरू र उम्मेदवारहरू जति हुन्छ सबैले सहयोग गर्छन्। र यो अत्यन्त महत्त्वपूर्ण विषय के हो भने अब जब गाउँपालिका नगरपालिकाको स्थानीय सरकार निर्माण भयो, स्थानीय व्यवस्थापिका भयो, त्यहाँ भएको निर्वाचन यति शान्तिपूर्ण निर्वाचन भयो भने यसबाट राजनीतिक दलहरूले पाठ सिक्नुपर्छ, उम्मेदवारहरूले पाठ सिक्नुपर्छ। स्थानीय तहको निर्वाचन यति शान्तिपूर्ण भयो र संसदको निर्वाचनमा सहभागी हुने हैन जुन खेलाडीहरू हुन्छ त्यो खेलाडीहरूले त्योभन्दा बढी बेटर पिस म्यानेजमेन्टको कुरालाई देखाइदिनु पऱ्यो नि त, त्यो सौहार्द देखाउनु पऱ्यो नि त, शान्तिपूर्ण निर्वाचनको वातावरण बनाइदिनु पऱ्यो नि त, स्वतन्त्र निर्वाचनको वातावरण बनाइदिनु पऱ्यो नि त। किनकि हाम्रा त स्थानीय तहमा कति राम्रो भएको छ, त्योभन्दा बेटर पर्फर्मेन्स र बेटर सेक्योर एन्ड फ्री फेयर इम्पार्सियल इलेक्सन हुने किसिमको वातावरणको म अपेक्षा गरेको छु र प्रतिबद्ध छु। त्यस्तो किसिमको वातावरण कायम हुन्छ र म राजनीतिक दल, नेपाल सरकार सबैसँग आग्रह गर्छु कि तपाईँहरूले त्यो व्यवस्था गरिदिनुहोस्, सिक्नुहोस्, तलबाट सिक्नुपर्छ, जनताबाट सिक्नुपर्छ। जनताले कुनै किसिमको भाइलेन्स चाहँदैन, इन्टिमिडेसन चाहँदैन, रिगिङ चाहँदैन, त्यो देख्यौ नि त। जनताले स्वतन्त्र रूपमा मतदान गरेका छन्, निष्पक्ष रूपमा निर्भीकतापूर्वक। मलाई त कति टेलिफोन आयो, यस्तै निर्वाचन आगामी दिनमा होस् भनेर सबैले शुभकामना दिएका छन्, बधाई दिएका छन्। अब यसको मतलब के भने जनताले एक्सेप्ट गरेको छ यो निर्वाचनको प्रक्रियालाई। त्यसकारण आगामी दिनमा हाम्रा सम्पूर्ण राजनीतिक कर्मी साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, सरकारले पनि, सञ्चारकर्मी साथीहरूले पनि कि आगामी दिनको योभन्दा बेस्ट पर्फर्मेन्स होस् र बेस्ट इलेक्सन होस्। एउटा इतिहासमै यसपालिको 74 सालको निर्वाचन वर्षको रूपमा यो एउटा ऐतिहासिकता कायम गरोस्, स्थापित होस् भन्ने मैले अपेक्षा लिएको छु र त्यो अनुसार काम पनि गरिराखेका छु। यहाँहरूको सहयोगबाट मैले त्यो मैले गरेको कार्ययोजना र एन्टिसिपेसन पुरा हुन्छ, मैले त्यो विश्वास लिएको छु। तपाईँले समय दिनुभयो र टेलिभिजनको माध्यमबाट यति धेरै जानकारी दिनुभयो, यसको लागि धन्यवाद। फेरि हस्, थ्याङ्क यू सो मच। धन्यवाद, नमस्कार।